ओहो को छिरिया फेरि भित्र छिटो गर्नु पर्यो होइन कति बेर लाग्यो बा साह्रै पर्यो कि क्या हो आनन्द आइरहेछ पक्कै पनि चोरा खन्तीका आउनुपर्छ होइन ए चोरा खन्ती सिरक डहनै लिएर भित्र छिरिया छौ कि के हो ओहो यो काँड परेछ काँड होइन डल्लु के डल्लु अनि डल्लुलाई भित्र लिएर गएर कति बेर लगा त झल्लु डल्लुलाई बेर त लगाइहाल्छ नि मान्छेले जस्तो कहाँ छिटो हुन्छ त ओए मेरा डल्लुलाई नाता ठिक पारिस तिम्रो ओए हो म ठिक्क पारिरहेछ खुवाइदेऊ के त मलाई जस्तो नयाँ भाइ अलि फेरि डल्लुले टोकेर लाख्दा त्यही गर्दैला नि नखे त्यही एकछिन समात्यो यो डल्लु समात्यो मेरो डल्लुले समात्यो डल्लु एकछिन यहाँ बस है समात्यो नास्ता लिएर आउँछु म ठुक्क यस्तो पनि जिन्दगी ए नास्ता खुइहाले नास्ता मैले अहिले खानुपर्छ नास्ता होइन डल्लु होइन मेरो डल्लु खोइ ओ बासँग छ तिम्रो डल्लु के ट्वाल्ल परिरहन्छौ जोइ नास्ता ल्याउनु खुवाऊ सालीको बिहेमा जाने रे लुगा लागती हेर न त्यो रातो कमिज लाएको भए पनि त हुन्थ्यो नि अब भेटिएन त के गर्नु त्यो धुर्मुसे हलीलाई राम्ररी घर कुर्नु भनेर भन्नु म तल तुलेका हुन्छु बुझिस् अब ससुराली जाने रे रोपाइमा लाउने लुगा जस्तो लाएर हिँडेछन् त्यो रातो कमिज लाए कति सुहाउँथ्यो तिम्रो बालाई सुहाउँथ्यो भनेर हुन्छ उनको त ज्यानै ठुलो थियो नि ज्यान त बरु तिम्रै ठिक्क छ नि हिँड्छौँ सुन्तली ए सुन्तली जल गएर करेन त खुरुक्क तल आउँछस् कि म भित्र आउनु पर्यो कति गरेर कि आउँदै छु नि नहेर रातो कमिज त यसले पो लाएर मरेछ कसले लगाइदिएछ मलाई त कसले लगाइदिएछ होइन खुरुक्क फुकालिहाल कहाँ फुकालिहाल भनिरहने आमा उता जान ढिला हुन्छ के फेरि त्यही त सानोतिर कुरा आइदिएर त हुँदै भएन नि होइन खै त ल खै यो उता जान ढिला हुन्छ कि आउँदै गर है ओइ तल्लो फोनको के तँ पनि हिँडिस् भने घर कसले हेर्छ घर भिनाजुलाई भन न हेर्दै हाल्छन् नि तिम्रा भिनाजुलाई कुकुर हेर्दैमा फुर्सद छैन घर कहाँबाट हेर्नु नि तँलाई चाखरी मलाई काम आउँछस् अनि तेरो त्यो सुकिया करङ बनाऊ करङ गर्नु पर्दैन त्यही कुकुर हेरेर बस न सासु आमै जाऊ जाऊ ढिला हुन्छ कि चान्छस् त मुला साग ल हेर ल यो कमिज पनि फुकाल यो घर पनि रुँगेर बस मुला साग ल ठिक छ धुर्मु फुका ल तिमी जानु पर्दैन तिमी र म घरै बस्ने बस्छस् त रुक्क हेर ल ल यसरी हामीलाई नछुटा है पाप लाग्ला नि तिमीहरूलाई कहाँ पुग्छ दावा चल्न सक्छ हावा दावा हो मेरो नाम दावा धर्मको काम म मिलाउँछु है मुलाको साथ तपाईँहरू जानुहोस् त्यतिको लागि त अघि दाबा बाबुलाई बोलाउनु गएको म यसको राम्ररी निगरानी राख्नुस् है दाबा बाबु हामी भोलि आउँछौँ ल है त है त्यही गरौँ न कान्छीको छाता ढल्काइदेऊ यता खाम पर्यो निधारैमा कान्छीको छाता ढल्काइदेऊ यता कान्छीको छाता छोरी ए छोरी होइन बोल्दिन त यो त
ल होइन छोरी त भागिन्छ त भाग्या होइन झोला बिर्सिएछ के त्यसो भए तँ झोला लिएर गइहाल भइहाल्छ नि म निकालिदिन्छु अनि जानु नि ए तँ किन जाने हुन्छस् ऊ आफैले निकाल्छ उनले चिन्दिनन् के म चिन्छु क्या उनको झोला म झोला निकालिदिन्छु अनि बाहिर आएपछि यसै गरी फेरि समात्नु नि है दावा ल ठिक छ आई दावा ए स्यालको जस्तो कपाल भएको हावा अब यसै गरी हाम्रो निगरानी गरेर बाहिरै बसिरहनु ल छैन भन्दैछु पैसाको नाममा जम्मा एक मोर छ यहाँ कता राखिन्छ पनि पत्रिका पो भेटिन्छ के हो यो ल 35 वर्षकै उमेरमा 12 छोराका बाउ बने बलबहादुर ल हेर त कस्तो अन्याय कोहीलाई चाहिँ एउटा छोरो छैन कोहीलाई चाहिँ 12 वटा यस्तो नि हुन्छ कहीँ छोरो जन्मिनलाई त अलिक गतिली स्वास्नी ल्याउनु पर्यो नि यस्तै घैँटी दिदीबाट पनि कहीँ छोरो जन्मिन्छ ल अहिले मुइयालाई हेपेर भन्दाखेरि लास्टल लिएर बारीको बाटोमा पुग्छ अनि थाहा पाउँछ रेडियो सुनाउनु पर्यो देशमा के भइरहेछ कस्तो समाचार आउँछ छोराले छोरो पायो म त भए बाजे छोराले छोरो पायो होइन यो रेडियोमा सबै छोराको भन्ने गीत छैन त अर्को स्टेसन लाउनु पर्यो छोरो छोरो अझै पो पास्तालाई आज यहाँ आएर पनि छोराको गीत गाउँछस् अब देख्छस् नि तैँले Oh my son, son, अब देख्छ नि my यसले son, यसका my son. होइन यो रेडियोले समाति हेपेर के भएको के हुनु नि छोरो नजन्मिने छाँट कटाएको भिनाजु मुया मलाई छोरो चाहियो क्या छोरो म छोरो बिना बाँच्न सक्दिनँ अब रोएर हुन्छ त पिर नगर न बुढा म छु नि तिमी भएर के गर्नु छोरो जन्मेन काका देख्न काका हामी भुनिया छु हमारा दाइको छोरा जन्मेको छ त भोलि उसको न्वारान छ उसैको निम्तो दिन आएको छु म त अहिले नै आउनु होला हैन ल भिनाजु तिमी चाहिँ रुँदै गर म चाहिँ हिँडे है हिँड भने मुया ए दाइ बेलामा कोला दाइ भन्ने को म प्रकाश श्रीमतीले घन्द्रेङ्ग झुम्ले छोरो जन्माइ त्यही भएर जुवानो पैसो माग्नु पो आएको म त तेरा बाउले राख्नु दिएछ जानु यहाँ जान्छ